साथीहरु नमस्ते एन्ड वेलकम ब्याक टु माई अनदर न्यू भ्लग। आजको भ्लगमा चाहिँ म तपाईहरुलाई एउटा कुरा सिकाउन म गइरहेको छु। सिकाउन भन्दाखेरि पनि कतिलाई त अलरेडी नै थाहा होला, थाहा नभएको जतिको लागि चाहिँ न्यू कुरा हुन्छ र तपाईले सिक्न पनि सक्नुहुनेछ। यो कुरा हो, यो तपाईहरुलाई थाहा छ कि छैन, यो चाहिँ हाम्रोतिर चाहिँ चुच्चे करेला भन्छ। हाम्रोतिर चाहिँ अब तपाईहरुको ठाउँतिर कस्तो कस्तो नामले यसलाई बोलाउनुहुन्छ आई डोन्ट नो, तर हामी चाहिँ चुच्चे करेला भन्छौँ। यसको सब्जी एकदमै धेरै मिठो हुन्छ अनि यो भित्रको दाना हुन्छ नि, दानाको पनि हामी अचार खान्छौँ है। त्यो दाना चाहिँ कस्तो हुन्छ भन्दाखेरि यस्तो हुन्छ। यो दानालाई चाहिँ हामीले सुकाउनु पर्छ, सुकाएर चाहिँ यसको अचार खानुपर्छ। यो टेस्ट कस्तो हुन्छ भन्दाखेरि तिलको जस्तै हुन्छ, तर तिलको भन्दा एकदमै धेरै मिठो हुन्छ। एकदमै त्यो खस्रो खस्रो पनि हुन्छ, तर जस टमाटर खोर्सानी लगाएर बनाएर खायो भने चाहिँ एकदमै मिठो हुन्छ। मैले अनि हिजोदेखि सुकाएको थिएँ, सुकाएर चाहिँ यति भएको छ। यसमा दुई खालको दाना हुन्छ है, एउटा यस्तो कालो हुन्छ भने अर्को यस्तो के रे कफी कलरको हुन्छ। यो चाहिँ नहाल्नु नै बेस्ट हुन्छ। यो चाहिँ म हाल्दिनँ किनभने यो अलिकति भित्र यसको गुदी हुँदैन, किनभने यो दानाको भित्र चाहिँ व्हाइट कलरको गुदी हुन्छ ल, त्यही गुदीले गर्दाखेरि चाहिँ मिठो हुने हो। अनि अब हामी यसलाई यसरी लगाएर चाहिँ हामी सुकाउने छौँ हो। यो सेतो छ भने पनि नलगाउने, यसरी हामी फ्याँक्ने छौँ सेतो। त्यसपछि यो ब्राउन कलरको नलगाउने, ओन्ली ब्ल्याक वान है। यो कालो दाना मात्रै हामीले चाहिँ बनाएर अचार खानेछौँ ल। यसरी करेलाको दाना रेडी भएको छ। यो चाहिँ हिजोदेखि सुकाएर अलिकति ड्राई देखेको छ। यो चाहिँ नयाँ हो, तर पनि मैले एकै ठाउँमा सुकाएको छु। यसलाई चाहिँ होल डे राख्नुभयो भने पनि मजाले सुक्छ, किनभने मजाले सुक्नु पर्ने हुन्छ। घाम लागेको छ भने त एक दिनमा पनि सुक्छ। आज चाहिँ बिहानै भएको छ, बिहान भएकोले गर्दाखेरि घाम पनि मजासँग लागेको छ। म यहाँ सुकाउने छु, मैले यसरी सुकाएको छु। हाम्रो घाम चाहिँ आज एकदमै मजासँगको घाम छ। ए घाम चर्को छ, सो भएर सजिलो छ आज। ए ल सरी सरी सरी, लसुनको सिजन हो, लसुनको सिजन भएकोले गर्दाखेरि हामी अलरेडी लसुन रोपेको छौँ। अब चाहिँ साथीहरू मैले अघि सुकाएको चुच्चे करेलाको दाना यो चाहिँ सुकिसकेको छ। यसलाई मैले 2 दिनसम्म सुकाएको छु। सुक्दा चाहिँ यस्तो भएको छ, मजाले ड्राई हुनुपर्छ है। अनि यसलाई अब हामी भुट्ने, हामी यसलाई यो दानालाई यसरी भुट्ने छौँ। चाहिँ मैले हल्का लसुन पनि मिसाएको छु। लसुन मिसाएर भुट्दाखेरि चाहिँ टेस्ट मिठो आउँछ, त्यही भएर। यो फुट्न थालिसक्यो, आवाज पनि सुन्दै हुनुहुन्छ होला, सुनिँदैछ आवाज। अनि यसमा चाहिँ सुकेको खोर्सानी लगाएर पनि हामीले भुट्न सकिन्छ, ताकि पछि यसको स्वाद पनि मिठो आउँछ अनि त्यसपछि पिस्न पनि सजिलो हुन्छ, त्यही भएर। साथीहरू मैले चाहिँ भुटेर रेडी गरेको छु। यो चाहिँ खोर्सानी, त्यसपछि यो लसुनको हो यो दाना, त्यसपछि यो चाहिँ चुच्चे करेलाको दाना। अब यसलाई चाहिँ हामीले सिलौटामा पिसेर, मिक्सरमा भन्दा पनि सिलौटामा पिस्नुभयो भने चाहिँ अलिकति धेरै मसिनो हुन्छ। अनि यसमा चाहिँ स्वादअनुसारको नुन, त्यसपछि पोलेको टमाटर लगाएर अचार बनाउन सक्नुहुन्छ है त। चाहिँ साथीहरू म यहाँ टमाटर पोल्दैछु, म चाहिँ ग्यासमा पोलिरहेको छु। यो चुच्चे करेलाको दाना चाहिँ धेरै हुन्छ जस्तो लागेर मैले आधी निकालेको छु। दाना पिसिसकेपछि यस्तो हुन्छ। सेम हामी त्यो तिलहरूको अचार बनाउनु, तिल त्यसपछि फिलिङ्गेको त्यस्तै हुन्छ। यो पोलेको टमाटर मैले एउटा बनाएको छु। म चाहिँ यो छिजाको फाल्दिनँ, किनभने यो पनि मलाई धेरै मनपर्छ। हाम्रो अचार चाहिँ फाइनली रेडी भइसकेको छ। यस्तो हुन्छ, सेम फिलिङ्गेको त्यसपछि तिलको अचार जस्तै हुन्छ यसरी गर्दाखेरि। अब यसलाई म बटुकामा राख्नेछु। अब चाहिँ हाम्रो अचार रेडी भइसक्यो। यो चाहिँ हेर्दाखेरि तिलको अचार जस्तो लाग्छ, तर यो चाहिँ चुच्चे करेलाको अचार हो। यसलाई टेस्ट गर्छ। म चाहिँ किचनमा छु, खाना बनाउँदैछु, त्यही भएर कुकरको सिटीको पनि आवाज आइरहेछ। अब चाहिँ अचार पनि रेडी भयो, अब चाहिँ हामी खानासँग खानेछौँ।